प्रियहरू, क्रिस्चियन जीवन केवल सही शिक्षा जान्नु वा बाहिरी धार्मिक गतिविधिमा मात्र सीमित छैन। साँचो क्रिस्चियन जीवन विश्वास र प्रेमद्वारा चिनिन्छ। त्यस्तो विश्वास जुन प्रभु येशू ख्रिस्टमाथि दृढ हुन्छ र त्यस्तो प्रेम जुन सन्तहरूप्रति व्यवहारिक रूपमा प्रकट हुन्छ, त्यो व्यवहारिक रूपमा त्यो देखिन्छ। जब पावल फिलोमनलाई सम्झेर प्रार्थना गर्छन् तब उनी परमेश्वरलाई निरन्तर रूपमा धन्यवाद दिन्छन्, किनकि उनले फिलोमनको प्रभु येशूमाथिको विश्वास र सन्तहरूप्रतिको प्रेमलाई देखेका छन्। यो विश्वास र प्रेम केवल व्यक्तिगत अनुभव मात्र होइन, अनुभव मात्र थिएन, तर यसले चर्चमा समेत निकै प्रभाव पारेको थियो, जसले गर्दा त्यस चर्चमा भएका सन्तहरू अथवा विश्वासीहरूको हृदय फेरि ताजा भएको थियो। आज हामी यही कुरा यस खण्डबाट सिक्नेछौँ कि येशू ख्रिस्टमाथि साँचो विश्वास र साँचो प्रेमले कसरी सन्तहरूको हृदयलाई ताजा बनाउँछ। यदि तपाईँ म जस्तै यदि सानो बाइबल प्रयोग गर्दै हुनुहुन्छ भने तपाईँले फिलोमनको पत्र 4 देखि 7 पदसम्म हामी हेर्नेछौँ। जसै म पाठ गर्छु तपाईँले बाइबलमा हेर्न सक्नुहुन्छ र कान मतिर लगाउन सक्नुहुन्छ। यदि तपाईँसँग बाइबल छैन भने तपाईँले ध्यान दिएर सुन्नुहोस्। म सबैजनाको निम्ति यो खण्डलाई पाठ गरिदिनेछु। मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु, किनकि प्रभु येशूमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु। म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रिस्टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्। मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द सान्त्वना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूका हृदय फेरि ताजा भएका छन्। आज हामी यो वचनबाट मुख्य कुरा यो सिक्नेछौँ। येशू ख्रिस्टमाथिको विश्वास र प्रेमले सन्तहरूको हृदयलाई ताजा बनाउँछ। येशू ख्रिस्टमाथिको विश्वास र प्रेमले सन्तहरूको हृदयलाई ताजा बनाउँछ। यस अन्तर्गत हामी दुईटा कुरा हेर्नेछौँ, पहिलो विश्वास र दोस्रो प्रेम। हामी विश्वासको बारेमा हेरौँ न। विश्वास भनेको के हो? यो प्रश्न कसैले तपाईँलाई गर्यो भने तपाईँले यसको जवाब कसरी दिनुहुन्छ? विश्वास भनेको के हो? विश्वास भनेको भरोसा हो। त्यसो भए कसमाथिको यो भरोसा हो अथवा कसमाथिको यो विश्वास हो? ख्रिस्ट माथिको विश्वास हो, ख्रिस्ट माथिको भरोसा हो, जसले हामीलाई उद्धार दिनुहुन्छ, जसले हामीलाई अनन्त जीवन दिनुहुन्छ। पावल आफै फिलोमनको ख्रिस्टमाथिको विश्वासलाई देखेर परमेश्वरलाई सधैँ धन्यवाद दिन्छन्। उनले पद 4 मा यसरी भन्छन्, सबैजनाले 4 पद हेरौँ न। 4 पदमा यसरी भन्छन् कि मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु। जब उनी प्रार्थना गर्न बस्छन् अथवा जब पावल प्रार्थना गर्न बस्छन् तब उनी यसरी भन्छन्, म तिमीलाई स्मरण गर्दछु, म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु। पावलले यहाँ बहुवचन प्रयोग गरेको देख्छौँ, प्रार्थनाहरूमा भनेको देख्छौँ। प्रार्थना एकचोटि मात्र यहाँनिर देखाएको छैन कि बारम्बार जति पटक उनी प्रार्थना गर्न बस्छन् त्यति पटक फिलोमनको येशू ख्रिस्टमाथिको विश्वासप्रति सधैँ धन्यवाद दिन्छन्। त्यसो भए हामीले सोध्नुपर्ने प्रश्न भनेको प्रार्थना भनेको के हो? वाट इज प्रेयर? प्रार्थना भनेको के हो? प्रार्थना भनेको परमेश्वरसँग बातचित गर्नु हो, कुराकानी गर्नु हो।
यो प्रार्थना एकतर्फी हुन्छ। यो प्रार्थना चाहिँ एकतर्फी हुन्छ। हामी बोल्छौँ, परमेश्वरले सुन्नुहुन्छ। हामी उहाँलाई आफ्नो मनको कुरा भन्छौँ, उहाँले सुन्नुहुन्छ। उहाँ श्रोता हुनुहुन्छ। उहाँले हाम्रो प्रार्थनाको उत्तर सुनेर र नसुनेर दुवै तरिकाले दिनुहुन्छ। जब उहाँले सुन्नुहुन्छ तब उहाँले जवाब दिनुहुन्छ। फेरि हाम्रो प्रार्थनाले परमेश्वरलाई खुसी बनाउने पनि होइन। फेरि हामीले याद गर्नुपर्छ, हाम्रो प्रार्थनाले परमेश्वरलाई खुसी बनाउने पनि होइन। प्रार्थना गर्ने बित्तिकै परमेश्वरले सुन्नुहुन्छ, सुन्नै पर्छ भन्ने बनाउने पनि होइन। हामी उहाँको मनलाई पगाल्न सक्दैनौँ, हामी उहाँको मनलाई परिवर्तन गर्न सक्दैनौँ, किनकि उहाँ स्वतन्त्र हुनुहुन्छ। हामी उहाँलाई यस्तो गरिदिनुस् भनेर हामी सिकाउन सक्दैनौँ, किनकि उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ स्वतन्त्र हुनुहुन्छ। कसैले भनेको मान्ने, कसैले भनेको नमान्ने उहाँ परमेश्वर होइन। उहाँ स्वतन्त्र परमेश्वर हुनुहुन्छ। उहाँको इच्छा छ भने उहाँले सुन्नुहुन्छ र त्यसको जवाब दिनुहुन्छ। यदि उहाँको इच्छा छैन भने उहाँले त्यसको प्रार्थनाको उत्तर दिनुहुन्न। उहाँले नदिएर नै हाम्रो प्रार्थनाको जवाब दिनुहुन्छ। यदि परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर सुन्नुहुन्छ भने उहाँले सुनेर नै हाम्रो प्रार्थनाको उत्तर दिनुहुन्छ। यदि उहाँले हाम्रो प्रार्थनाको उत्तर दिनुहुन्न भने हामीले यो बुझ्नुपर्छ कि उहाँको मौनता नै अथवा परमेश्वरको मौनता नै हाम्रो प्रार्थनाको उत्तर हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। जसरी याकुब 4 अध्यायको 3 पदले बताउँछ कि तिमीहरू माग्दछौ तर पाउँदैनौ, किनकि आफ्ना अभिलाषा पूरा गर्नलाई बेठिकसँग माग्छौ। हामी आफ्नो स्वार्थ पूरा गर्नलाई कहिलेकाहीँ परमेश्वरसँग माग्ने गर्छौँ। त्यस कारणले परमेश्वरले प्रार्थनाको उत्तर दिनुहुन्न। यदि दिनुहुन्न भने हामीले उहाँको मौनताको अर्थ यही नै थाहा पाउँछौँ कि प्रार्थनाले त्यो मौनता नै परमेश्वरको एउटा उत्तर हो भन्ने कुरा हामीले थाहा पाउनुपर्ने हुन्छ। पावलले यहाँ एक दिन होइन, एक घन्टा होइन, एक हप्ता होइन, एक महिना होइन, वर्ष होइन, तर सधैँ सधैँ परमेश्वरलाई धन्यवाद दिन्छन्। यहाँ हेरौँ न, यहाँनिर भनेका छन् कि मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ सधैँ धन्यवाद दिन्छु। सधैँ यहाँनिर एउटा बार तोकिएको छैन, यहाँनिर एउटा दिन तोकिएको छैन, तर यहाँनिर पावलले यही देखाउँदछन् कि उनले सधैँ परमेश्वरलाई धन्यवाद दिन्छन्, सधैँ धन्यवाद दिन्छन्। त्यसमा पावलले किन परमेश्वरलाई सधैँ धन्यवाद दिन्छन्? किन पावलले सधैँ कि यो कुराको लागि धन्यवाद दिइराखेका छन्? धन्यवाद दिनुको कारण के हो? पावलले यो धन्यवाद चढाउँदै गर्दाखेरि यो चढाउनुको कारण चाहिँ के हो? पद 5 हेरौँ न सबैजनाले, पद 5 हेरौँ न। यहाँनिर तपाईँले उत्तर देख्न सक्नुहुन्छ। किनकि प्रभु येशू माथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो विषयमा सुन्दछु। पावलले धन्यवाद दिनुको पहिलो कारण भनेको यो हो कि विश्वास। कसमाथिको विश्वास? येशूमाथिको विश्वास। प्रभु येशूमाथिको विश्वासको कारण पावलले परमेश्वरलाई सधैँ धन्यवाद दिन्छन्। पावलले यहाँ दुईवटा कुरा बताएका छन्। यहाँनिर 5 पदमा हेरौँ न, 5 मा दुईवटा कुरा। पहिलो कुरा भनेको फिलोमनको प्रभु येशूमाथिको विश्वास र दोस्रो कुरा सन्तहरूप्रति प्रेमको विषयमा सुनेर परमेश्वरलाई सधैँ धन्यवाद दिन्छन्। पावलले यहाँ फिलोमनको झुटो प्रशंसा गरिराखेका छैनन्, बनावटी प्रशंसा गरिराखेका छैनन्। पावलले फिलोमनको बारेमा यहाँनिर झुटो प्रशंसा गरिराखेका छैनन् कि म तपाईँको लागि सधैँ धन्यवाद दिन्छु भनेर पावलले फिलोमनलाई भनिराखेका छैनन्, तर उनले वास्तवमै सधैँ धन्यवाद दिइराखेका छन्। यहाँनिर पावलले झुटो प्रशंसा यसरी गरिराखेका छैनन् कि तिमी जो होइनौ त्यो हौ भनेर प्रशंसा गरिराखेका छैनन्। मानौ कि फिलोमनले ओनेसिमसलाई क्षमा दिएका छैनन्, तर उनले वास्तवमा क्षमा दिइसकेका छन्।
एउटा उदाहरण हेरौँ न। जस्तै म कालो छु तर अरूले मलाई तिमी कति गोरो छौ भन्यो भने यो चाहिँ झुटो प्रशंसा हो, यो चाहिँ भए नभएको कुरा भनेको हो भन्ने कुरा हुन्छ। तर वास्तवमा यहाँनिर पावलले फिलोमोनको बारेमा यस्तो प्रशंसा गरिराखेका छैनन्। तर वास्तवमा पावलले साँचो प्रशंसा गरिराखेका छन् कि जुन फिलोमोनले साँच्चै नै गरेका छन्, जसको बारेमा उनले अरू मानिसहरूबाट सुनेका छन्। कसमाथि विश्वास देखेर पावलले परमेश्वरलाई सधैँ धन्यवाद दिइराखेका छन्। यसको जवाफ यही हुन्छ कि प्रभु येशू माथिको विश्वास र सन्तहरूप्रतिको प्रेमलाई देखेर धन्यवाद दिइराखेका छन्। आउनुहोस् हामी यसलाई एक एक गरेर हेरौँ न, एक एक गरेर हेरौँ न। पहिलो कुरा, हामी प्रभु येशूमाथिको विश्वासको विषयमा सुनेर पावलले सधैँ परमेश्वरलाई धन्यवाद दिन्छन्। त्यसो भए हामीले सोध्नुपर्ने प्रश्न भनेको प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ? हु इज लर्ड जिजस क्राइस्ट भन्छ इङ्ग्लिसमा। प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ? जसको विश्वास उहाँमाथि रहेको देखेर पावलले परमेश्वरलाई सधैँ धन्यवाद दिन्छन्। सधैँ, हरेक दिन, हरेक समय धन्यवाद दिइराखेका छन्। प्रभु येशू ख्रीष्ट राजा हुनुहुन्छ, उहाँ मालिक हुनुहुन्छ, उहाँ हाम्रो मध्यस्थकर्ता हुनुहुन्छ। प्रभु येशू ख्रीष्ट कष्ट भोग्ने राजा हुनुहुन्छ, जो हाम्रो पापको खातिर क्रुसमा मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा उहाँ बौरी उठ्नुभयो। उहाँको मृत्यु र पुनरुत्थानले परमेश्वर पितासँग मिलापमा ल्याएको छ। जुन परमेश्वर हाम्रो सारा सृष्टिको सृष्टिकर्ता हुनुहुन्छ। यही परमेश्वरमाथिको विश्वासलाई देखेर पावल सधैँ परमेश्वरलाई धन्यवाद दिन्छन्। यो विश्वास प्रभु येशूमाथिको विश्वास मन लागेको बेला ख्रीष्टमा भरोसा गर्ने र मन नलागेको विश्वास नगर्ने भन्ने विश्वासको बारेमा थिएन, तर साँचो विश्वासको बारेमा बताएका छन्। साँचो रूपमा उहाँमाथि विश्वासको बारेमा बताएका छन्। यो विश्वास केवल स्वर्ग जान पाइन्छ भन्ने मात्र थिएन, तर साँचो विश्वास थियो। जस्तै कि यदि कसैले तपाईँलाई सोध्यो भने तपाईँले किन ख्रीष्टमा विश्वास गर्नुभयो? मानौ तपाईँलाई कसैले सोध्यो तपाईँले किन ख्रीष्टमा विश्वास गर्नुभयो? तपाईँको उत्तर सायद यही नै हुन्छ कि पक्कै पनि म स्वर्ग जान पाउँछु, मेरो पाप क्षमा हुन्छ, त्यसैले मैले ख्रीष्टमा विश्वास गरेको छु भन्नु होला। तर यतिले मात्र पुग्दैन। तपाईँले येशू ख्रीष्टमा विश्वास गर्नुभयो, तर त्यो विश्वास अनुसारको तपाईँले काम गर्नु भएन भने तपाईँको विश्वास व्यर्थ हुन्छ। तपाईँ आफूलाई क्रिस्चियन भन्नुहुन्छ, तर तपाईँ क्रिस्चियन जस्तो व्यवहार गर्नुहुन्न, क्रिस्चियन जस्तै तपाईँ जिउनुहुन्न, ख्रीष्टले चाहेको जस्तै तपाईँ जीवन जिउनुहुन्न भने प्रश्न गर्नुपर्ने हुन्छ। तपाईँले आफैलाई प्रश्न गर्नुपर्ने हुन्छ। तपाईँले आफैलाई बाइबल अनुसार दाँच्नुपर्ने हुन्छ कि म क्रिस्चियन हुँ कि होइन भन्ने कुरा दाँच्नुपर्ने हुन्छ। क्रिस्चियनले परमेश्वरको वचन अध्ययन गर्छ, प्रार्थना गर्छ, सङ्गति जान्छ र पापलाई घृणा गर्छ। यदि तपाईँले यो कुरा गर्नुहुन्न भने तपाईँले आफूलाई जाँच्नुपर्ने हुन्छ, आफूलाई फेरि सुसमाचारतर्फ डोर्याउनु पर्ने हुन्छ। सुसमाचारमा फेरि भरोसा, सुसमाचार आफूलाई प्रचार गर्नुपर्ने हुन्छ। म परमेश्वरसँग सम्बन्ध ठिक ठहरिएको छु, अब मलाई अरू चाहिँदैन तपाईँले सोच्नुहुन्छ भने, अरूसँग मलाई सरोकार छैन भन्ने तपाईँले सोच्नुहुन्छ भने सायद तपाईँले प्रश्न गर्नुपर्ने हुन्छ। आफैलाई प्रश्न यसरी गर्नुपर्ने हुन्छ कि तपाईँ उद्धार गरिसकेपछि एक्लै छोडिनु भएको छैन, तपाईँलाई समूह दिएको छ, उद्धार गरिएका मानिसहरू दिनुभएको छ। त्यो उद्धार गरिएको समूहमा तपाईँ बस्नुपर्ने हुन्छ। तपाईँ एक्लै क्रिस्चियन बन्न सक्नुहुन्न, तपाईँ एक्लै स्वर्ग जान सक्नुहुन्न। परमेश्वरले उद्धार गरिसकेपछि हामीलाई भेला गर्नलाई, एकसाथ भेला गर्नको लागि हामीलाई
रहनलाई बोलाउनु भएको छ। यो प्रभु येशू ख्रीष्टमाथिको विश्वास भनेको ख्रीष्ट नै सबै थोक हुनुहुन्छ भन्नु हो। उहाँ नै मेरो सर्वस्व हुनुहुन्छ भन्नु हो। उहाँ नै मेरो सृष्टिकर्ता, मुक्तिदाता, उद्धारकर्ता हुनुहुन्छ भन्नु हो। उहाँ नै मलाई बचाउनको लागि कल्भरी क्रुसमा मेरो सट्टामा मर्नु भयो, गाडिनु भयो, पौडी उठ्नु भयो भन्ने कुरा हो। उहाँले मात्र मेरो पाप क्षमा गर्नुहुन्छ। मैले मेरो मुक्ति कामद्वारा होइन तर उहाँको अनुग्रहद्वारा पाएको छु भन्ने कुरा मानिलिनु हो। ख्रीष्टमाथिको विश्वास भनेको यो हो। म मेरो जीवनको मालिक होइन तर उहाँ हुनुहुन्छ भन्नु हो। पावलले यो विश्वासको बारेमा कुरा गरिराखेका छन्। बुझ्दै हुनुहुन्छ? पावलले यो विश्वासको बारेमा, जुन विश्वास ख्रीष्ट नै मेरो सर्वस्व हुनुहुन्छ, ख्रीष्ट नै मेरो मालिक हुनुहुन्छ, मेरो जीवनको मालिक हुनुहुन्छ, ख्रीष्ट ममा राज्य गर्नुहुन्छ भन्ने कुराको विश्वासको बारेमा कुरा गरिराखेका छन्। यो विश्वास देखेर परमेश्वरलाई सधैँ धन्यवाद दिन्छन्। पावलले सधैँ यो विश्वास देखेर पावल सधैँ धन्यवाद दिन्छन्। के हामी यही प्रभु येशूमाथि विश्वास गर्छौँ जो हाम्रो सबै थोक हुनुहुन्छ? के हामी यही भनेर विश्वास गर्छौँ? के हाम्रो विश्वास पनि यस्तै छ जुन फिलोमोनको थियो? के मानिसहरूले तपाईँको प्रभु येशूमाथिको विश्वास देखेर सधैँ परमेश्वरलाई धन्यवाद दिन्छन्? के तपाईँको वरिपरिको छिमेकीले, क्रिस्चियन दाजुभाइहरूले तपाईँको ख्रीष्टमाथिको विश्वास, समर्पणता देखेर के सधैँ उहाँहरू परमेश्वरलाई धन्यवाद दिन्छन्? धन्यवाद प्रभु त्यो मानिसको निम्ति, त्यो मानिसको त्यो लगनशीलताको निम्ति। धन्यवाद प्रभु त्यो मानिसको परमेश्वरप्रति समर्पणताको निम्ति धन्यवाद दिन्छु। के त्यो देखेर मानिसहरूले, तपाईँका वरिपरि भएका क्रिस्चियन दाजुभाइहरूले धन्यवाद दिन्छन्? प्रभु येशूमाथिको विश्वासले हामीलाई सन्तहरूप्रतिको प्रेमतर्फ डोर्याउँछ। वचनको दोस्रो बुँदा हेरौँ। अब हामीले विश्वास मात्र गरेर पुग्दैन, तर हामीले चाहिँ हाम्रा वरिपरि भएका मानिसहरूलाई प्रेम गर्नुपर्ने हुन्छ। वचनको दोस्रो बुँदा प्रेम हेर्नेछौँ। यहाँनिर हेरौँ न 5 पद हेरौँ न। 5 पद हेरौँ त। किनकि प्रभु येशूमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु भनेर पावलले बताइराखेका छन्। ख्रीष्टमाथिको साँचो विश्वासले हामीलाई एक अर्कालाई प्रेम गर्ने बनाउँछ। म फेरि भन्छु, ख्रीष्टमाथिको साँचो विश्वासले, चाहे ऊ धनी होस्, चाहे ऊ गरिब होस्, चाहे अपाङ्ग होस्, चाहे अन्धो होस्, चाहे आँखै नदेख्ने किन नहोस्, हैन, यो कुराले ख्रीष्टमाथिको साँचो विश्वासले यी मानिसहरूलाई प्रेम गर्ने बनाउँछ। ऊ चाहे किन पढ्नै नजानेको होस्, त्यस्ता मानिसहरूलाई पनि प्रेम गर्ने बनाउँछ। अर्को शब्दमा भन्नुपर्दा बचाउने विश्वासको फल भनेको एक अर्कालाई प्रेम गर्नु हो। अझै भन्ने हो भने उद्धार पाइसकेपछिको फल भनेको एक अर्कालाई प्रेम गर्नु। अब तपाईँले उद्धार पाउनुभयो, अब तपाईँले अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्ने हुन्छ। अरू मानिसहरूलाई पनि जसरी ख्रीष्टले हामीलाई प्रेम गर्नुभएको छ त्यो प्रेम हामीले गर्नुपर्ने हुन्छ। तपाईँले त्यो प्रेम गर्नको लागि बोलाउनु भएको छ। हामी त्यो प्रेम गर्नको लागि बोलाइएका छौँ। उद्धार गरेका मानिसहरूलाई प्रेम गर्नु हो। प्रेम एक त्यस्तो चिज हो जसले हामीलाई एकतामा राख्दछ, हामीलाई एक बनाउँछ। विश्वास र प्रेम एक सिक्काका दुई पाटाहरू। हामीले विश्वास गरेर मात्र पुग्दैन। म विश्वास गर्छु तर प्रेम गर्दिनँ तपाईँले भन्न पाउनुहुन्न। बुझ्दै हुन्छ? म ख्रीष्टमा विश्वास गर्छु तर म क्रिस्चियनहरूलाई प्रेम गर्दिनँ तपाईँले भन्नुभयो भने तपाईँले सायद
ख्रीष्टमाथि विश्वास राम्ररी गर्नुभएको छैन भन्ने थाहा हुन्छ। किनकि ख्रीष्टमाथिको विश्वासले अरूलाई प्रेम गर्ने बनाउँछ, अरूलाई वास्ता गर्ने बनाउँछ, अरूको निम्ति प्रार्थना गर्ने बनाउँछ, अरूको वास्ता गर्ने बनाउँछ। अनि यो सँगसँगै जाने गर्छ। यो कुरालाई, प्रेम र विश्वासलाई हामीले कहिले पनि छुटाउन सक्दैनौँ। विश्वास बिना प्रेम केही पनि होइन र प्रेम बिना विश्वासको केही अर्थ रहँदैन। त्यसैले 1 कोरिन्थी 13:2 हामी हेऱ्यौँ भने यस्तो भनिएको छ, मसँग अगमबाणी बोल्ने शक्ति होला र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकुला र पहाड हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेम छैन भने म केही पनि होइन। एक अर्कालाई प्रेम गर्ने काम फिलोमनले गरेका थिए। हामीलाई थाहा छ फिलोमन कलसे चर्चको एक विश्वासी थिए, साधारण विश्वासी थिए, तर उनले एक अर्कालाई प्रेम गर्ने सिकेका थिए, एक अर्काको वास्ता गर्न सिकेका थिए। यो प्रेम देखेर हैन, एक अर्का प्रतिको प्रेमको बारेमा सुनेर पावल धेरै कुरा उनको बारेमा सुनेको कारण परमेश्वरलाई सधैँ धन्यवाद दिन्छन्। सायद पावलसँग फिलोमनको नराम्रो पक्षको बारेमा बोल्नलाई केही शब्द थिएन होला, किनकि उनले अरूबाट सन्त वा विश्वासीहरूलाई गरिने प्रेमको बारेमा धेरै कुरा सुनेका थिए। प्रेम नै सबै कुराको कारक हो। जसरी येशूले आफ्ना चेलाहरूलाई यसरी भन्नुभएको छ, यूहन्ना 13:35 यसरी भन्नुहुन्छ कि यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्यौ भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरा चेला हो। बुझ्दै हुन्छ? यदि तपाईँ ख्रीष्टको चेला हो भने तपाईँले एक अर्कालाई प्रेम गर्नै पर्ने हुन्छ। यो परमेश्वरको आज्ञा हो। हामीले एक अर्कालाई प्रेम गर्नै पर्ने हुन्छ। हामी एक अर्कालाई प्रेम गर्न बोलाएका छौँ, चाहे त्यो जस्तो सुकै किन नहोस्। यही प्रेमले अथवा एक अर्कालाई गरिने प्रेमले नै हामी ख्रीष्टका चेला हौँ भनेर देखाउँछ। के तपाईँ एक अर्कालाई प्रेम गर्नुहुन्छ? के तपाईँ आफ्नो छिमेकीलाई तपाईँले प्रेम गर्नुहुन्छ? तपाईँको विरुद्धमा बोल्ने भाइलाई तपाईँले प्रेम गर्नुहुन्छ? हामी स्वभावैले हामी त्यस्तो व्यक्ति होइनौँ, अर्कालाई प्रेम गर्ने व्यक्ति होइनौँ। हामीमा ईर्ष्या हुन्छ, डाहा हुन्छ, रिस उठ्छ, हामी अरूलाई घृणा गर्छौँ। जसले हाम्रो विरुद्धमा कुरा काटोस् त हामी उसलाई कहिले पनि मन पराउँदैनौँ। तर वचनले हामीलाई त्यस्तो गर्न भन्दैन, जस्तालाई त्यस्तै गर्न भन्दैन, तित फर त्यात भन्छ, त्यस्तो गर्न भनेको छैन। तर हामी त्यस्तो मानिसहरूलाई प्रेम गर्न बोलाएका छौँ, आफ्नो शत्रुलाई प्रेम गर्न बोलाएका छौँ। तपाईँले प्रेम गर्नै पर्ने हुन्छ। यदि ख्रीष्टलाई प्रेम गर्नुहुन्छ भने तपाईँले अरूलाई प्रेम गर्नै पर्ने हुन्छ। कि तपाईँ आफ्नो आफन्त मन मिल्ने साथीलाई मात्र प्रेम गर्नुहुन्छ? यदि कोही चर्चमा तपाईँको जस्तो विश्वास बलियो नहोला, उहाँले तपाईँले भनेको कुरा छिटो नबुझ्लान् हैन, के तपाईँ त्यस्तो व्यक्तिलाई पनि प्रेम गर्नुहुन्छ? जो कान कम सुन्नुहुन्छ, उहाँलाई परमेश्वरको वचन बुझाउनलाई तपाईँले कतिको मेहनत गर्नुहुन्छ कि हे यो बजाइ यस्तै हो, हे यो दाजु यस्तै हो, बुझ्दैन त्यसैले म उहाँलाई बुझाउँदिनँ, उहाँलाई प्रेम गर्न सक्दिनँ भनेर तपाईँले टार्नुहुन्छ। यदि तपाईँ त्यस्तो गर्नुहुन्छ भने सायद मलाई लाग्छ तपाईँले ख्रीष्टलाई अझै प्रेम गर्नुभएको छैन र ख्रीष्टलाई प्रेम नगरेको कारणले तपाईँको जीवनमा त्यो प्रेम बगेको हामी देख्दैनौँ। तपाईँले आफूलाई प्रश्न गर्नुपर्ने हुन्छ, के म ख्रीष्टलाई सँगसँगै अरू मानिसलाई प्रेम गरेको छु? हामी शारीरिक बुवा आमाका सन्तान हौँ, यस कारणले हामी एक अर्कालाई प्रेम गर्छौँ भन्ने होइन, तर हामी ख्रीष्टका रगतद्वारा किनिएका छौँ, त्यस कारणले हामी एक अर्कालाई प्रेम गर्छौँ। ख्रीष्टको रगतद्वारा हामी किनिएको कारणले हामी एक अर्कालाई हामी प्रेम गर्छौँ। हामी तपाईँलाई प्रेम गर्छौँ, तपाईँले एक अर्कालाई तपाईँले प्रेम गर्नै पर्ने हुन्छ। आफ्नो चर्चको दाजुभाइहरूलाई तपाईँले प्रेम गर्नै पर्ने हुन्छ, आफ्नो चर्चको दिदीबहिनीलाई तपाईँले प्रेम गर्नै पर्ने हुन्छ। हाम्रो व्यवहार प्राय मानिसहरूको बाहिरी अवस्था, धन, शैक्षिक योग्यता
जात र सामाजिक मर्यादा हेरेर हामी प्रेम गर्न पुग्छौँ। तर त्यस्तो प्रेमको बारेमा पावलले यहाँनिर भनिराखेका छैनन्। पावलले फिलोमोनको प्रशंसा गरिराखेका छैनन्, तर सन्तहरूप्रतिको साँचो प्रेम र वास्ता देखेको कारण उनको बारेमा प्रशंसा गरिराखेका छन्। हामीले विश्वास गर्यौँ, एकअर्कालाई प्रेम गर्यौँ, अब के त? तपाईँले विश्वास गर्नुभयो ख्रिस्टमा, एकअर्कालाई पनि प्रेम गर्नुहुन्छ, अब के त? तपाईँको रेस्पोन्सिबिलिटी के? अब तपाईँको जिम्मेवारी के त? यसले हाम्रो जीवनमा कस्तो परिणाम लिएर आउँछ? पद 6 र 7 हेरौँ सबैजनाले। 6 र 7 हेरौँ त। म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रिस्टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्। मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द र सन्तवना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूका हृदय फेरि ताजा भएका छन्। पावलले प्रार्थना गर्दछन्, यहाँनिर म प्रार्थना गर्दछु भनिराखेका छन्। पावलले प्रार्थना गर्दछन्, के भनेर प्रार्थना गर्छन्? पद 6 मा हामी देख्छौँ कि तिम्रो विश्वासको सहभागिताले ख्रिस्टमा भएका हाम्रा सबै कुराका ज्ञानको वृद्धि गर्न सकोस्। तर अङ्ग्रेजीमा यसलाई अलिकति फरक छ। नेपाली संस्करणमा हामी त्यो कुरा हामी भएको पाउँदैनौँ। मैले इङ्ग्लिसमा अलिकति यसलाई हेर्दै जाँदाखेरि यसरी त्यहाँ देखेँ र यसमा चाहिँ थोरै कुरा मेन्सन गरिएको छैन। यसरी लेखेको छ इङ्ग्लिसमा, जसलाई मैले नेपालीमा ट्रान्सलेट गरेर लिएर आएको छु। म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रिस्टको निम्ति अथवा ख्रिस्टको खातिर हामीभित्र भएको प्रत्येक असल कुराको पूर्ण ज्ञानद्वारा प्रभावकारी बनोस् भनेर भनिएको छ। विश्वास र प्रेमले हामीलाई एक अर्कासँग सङ्गति गर्ने वातावरण सिर्जना गर्दछ। जसरी ओनेसिमसलाई क्षमा गरेर फिलोमनले कलसेको चर्चका विश्वासहरू बीच एकता र शान्ति कायम राखे, क्षमा गर्ने कुरा जति कठिनाइ भए तापनि, जति असजिलो भए तापनि हामीले क्षमा गर्नै पर्ने हुन्छ। चर्चको एकताको खातिर हामीले क्षमा गर्नै पर्ने हुन्छ। एक मालिक र नोकर बीचको सम्बन्धलाई यसले प्रगाढ गरिदिन्छ। जसरी फिलोमन र ओनेसिमस बीचको सम्बन्ध एउटा सानो कुराले बिग्रिएको थियो, तर पावलले फिलोमनलाई यो भनिराखेका छन् कि तिमीले अब जो तिम्रो दास नोकर फिलोमन तिम्रो विरुद्धमा पाप गरेको थियो, तिम्रो माल सामान चोरेको थियो, अब उसलाई क्षमा गर भनेर आज्ञा गरिराखेका छन्, भनिराखेका छन्। अनि त्यो दास र नोकर बीचको सम्बन्धलाई यो क्षमाले प्रगाढ बनाइदिन्छ। क्षमाको बारेमा धेरै पुस्तकहरू पढ्नु एउटा कुरा हो भने त्यसलाई आफ्नो व्यक्तिगत जीवनमा लागू गर्नु अर्को कुरा हो। जब हामी क्षमालाई आफ्नो जीवनमा अभ्यास गर्छौँ तब यसले हाम्रो आत्मिक परिपक्वतालाई देखाउँछ। तपाईँले वचनहरू थुप्रै सुन्नुभयो होला, क्षमा, हामीले अर्कालाई क्षमा गर्नुपर्छ भनेर। त्यो सुनेर मात्र यदि तपाईँले सुन्नु मात्र भएको छ भने त्यो केही कामको छैन, जबसम्म तपाईँले त्यसलाई आफ्नो जीवनमा लागू गर्नुहुन्न। जब तपाईँले त्यसलाई लागू गर्नुहुन्छ, एकअर्कालाई क्षमा दिने प्रयास गर्नुहुन्छ, जब त्यसलाई आफ्नो जीवनमा लागू गर्नुहुन्छ, तब साँच्ची नै तपाईँ परिपक्वतर्फ बढ्दै हुनुहुन्छ भन्ने देखाउँछ। तपाईँ वचनमा अझै बढ्दै हुनुहुन्छ भन्ने देखाउँछ। हामी जे पनि गर्छौँ ख्रिस्टको महिमाको खातिर गर्छौँ। हामी एकअर्कालाई क्षमा गर्छौँ, हामी ख्रिस्टको महिमाको खातिर गर्छौँ। यस कुराले परमेश्वरको महिमा हुन्छ। फिलोमन परमेश्वरको महिमा दिन अत्यन्त समर्पित भएकोले उनले ओनेसिमसलाई क्षमा दिन्छन् भन्ने कुरामा पावल निर्धक्क थिए। यति मात्र होइन, जब उनले ओनेसिमसलाई क्षमा गर्नेछन् तब सन्तहरूको हृदय फेरि ताजा हुनेछ भनेर भनेका छन्। 7 पद हेरौँ न।
7 पद हेरौँ न। मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द र सान्त्वना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूको हृदय फेरि ताजा भएको छ। पावल किन यति धेरै खुसी भएका छन्, अथवा आनन्द र सान्त्वना पाएको छु भनेर व्यक्त गरिराखेका छन्? किन उनले यो कुरा भनिराखेका छन्? मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द र सान्त्वना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूका हृदय ताजा भएको छ। यसको कारण भनेको प्रेम हो, जसद्वारा सन्तहरूको हृदय फेरि ताजा भएको छ। नोकरलाई प्रेम गर। नोकरलाई उनले क्षमा दिएका छन्। फिलोमनको सामान ओनेसिमसले चोरेका थिए, पैसा चोरेका थिए, र उनले त्यो चोरलाई फेरि क्षमा दिएका छन्। अनि यो क्षमा र मेलमिलापको कुरालाई देखेर त्यहाँका सन्तहरूको हृदय अथवा त्यो चर्चका मानिसहरूको हृदय ताजा भएको छ, ताजा बनाइदिएको छ। यो ताजा भनेको के हो? यो ताजा भनेको जब हामी खेतमा काम गरेर थाक्छौँ तब हामी विश्राम लिन्छौँ। विश्राम लिँदा हाम्रो शरीरको थकानहरू फेरि हटेर जान्छ, शरीरको पीडा दुखाइ हटेर जान्छ। त्यसरी नै उनले अथवा फिलोमनले ओनेसिमसलाई क्षमा गरेको कारण उनको हृदय लगायत धेरै सन्तहरूको हृदय ताजा भएको छ। उनले ख्रिस्टको एक साँचो चेलाको नमुना हुँ भनेर देखाएका छन्। हामीलाई थाहा छ कि उनी एक चर्चको पास्टर पनि होइनन्, डिकन पनि होइनन्, न चर्चको एक शिक्षक हुन्। उनी केवल एक व्यापारी र चर्चको साधारण विश्वासी हुन्। तर उनी धेरै मानिसहरूको आशिषको कारण बनेका छन्। आफ्नो शत्रुलाई प्रेम गरेर क्षमा दिएर उनी धेरै मानिसहरूको आशिषको कारण बनेका छन्। उनको कारणले गर्दा धेरै सन्तहरूको हृदय ताजा भएको छ, विश्वासीहरूको हृदय ताजा भएको छ, उद्धार पाएका मानिसहरूको हृदय ताजा भएको छ। जब एउटा बिग्रेको सम्बन्ध फेरि पुनः मिलाप हुन्छ भने, मिलापमा हुन्छ भने, त्यो जस्तो असल कुराहरू केही पनि हुँदैन। हाम्रो सम्बन्ध पनि एक समय त्यस्तै थियो। हामी परमेश्वर पिताबाट हामी टाढा थियौँ, पापले गर्दा हामी एकदमै टाढा भइसकेका थियौँ र हामी परमेश्वरलाई चिन्नै नसक्ने भएका थियौँ। तर परमेश्वरले हामीलाई त्यहीँ छोड्नु भएन, हामीलाई पापमा छोड्नु भएन, तर उहाँले आफ्नो पुत्र येशू ख्रिस्टलाई पठाउनु भयो। उहाँ हाम्रो पापको खातिर मर्न दिनुभयो, उहाँलाई हाम्रो पापको खातिर मर्न दिनुभयो र हामीलाई बचाउनु भयो, र हामीलाई बचाइकन त्यो बिग्रिएको सम्बन्धलाई फेरि पुनःस्थापना गरिदिनु भयो, मिलापमा ल्याउनु भयो। आज हामी त्यही मिलापमा आएका छौँ। जसरी हामी मिलापमा भएका छौँ त्यसरी हामी पनि एकअर्कालाई क्षमा दिनुपर्नेछ, जसरी ख्रिस्टले हामीलाई क्षमा दिनुभएको छ। के हामी एकअर्कालाई क्षमा गर्छौँ? क्षमा दिनु र लिनु एकदमै कष्टदायी हुन्छ। क्षमा लिँदा ठुलो हृदय चाहिन्छ, क्षमा माग्दा ठुलो हृदय चाहिन्छ। तर ख्रिस्टको तुलनामा यो निकै कम हुन्छ। यदि परमेश्वरले क्षमा दिन सक्नुहुन्छ भने, यदि परमेश्वरले तपाईँ मलाई क्षमा दिन सक्नुहुन्छ भने, हाम्रो पापको बावजुद पनि हामी दिनमा हरेक समय हामी यति धेरै पाप गर्छौँ, उहाँले क्षमा दिन सक्नुहुन्छ भने, यदि फिलोमनले ओनेसिमसलाई, नोकरलाई जो उसको सामान चोरेको थियो, अनि उसलाई क्षमा दिन सक्छन् भने हामीले किन अरूलाई क्षमा दिन सक्दैनौँ? हामीले पनि अरूलाई क्षमा दिन सक्नुपर्ने हुन्छ। अनि यो क्षमाले हामीलाई परमेश्वरसँगको सही सम्बन्धमा छौँ भन्ने कुरा देखाउँछ। प्रियहरू, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न र निरन्तर रूपमा यो चर्चमा आइराख्नु भएको छ भने तपाईँले यो काम गर्न सक्नुहुन्न, अरूलाई क्षमा दिन सक्नुहुन्न। जबसम्म तपाईँ ख्रिस्टमा रहनुहुन्न, ख्रिस्टलाई अँगाल्नुहुन्न, तबसम्म तपाईँले क्षमा दिन सक्नुहुन्न।
तपाईँले क्षमा दिनको लागि पहिला क्षमाको अनुभव गरेको हुनुपर्छ। परमेश्वर पिताबाट क्षमाको त्यो अनुभव गरेको हुनुपर्छ। त्यसपछि मात्र तपाईँले अरूलाई क्षमा दिन सक्नुहुन्छ। त्यसैले यो तपाईँको लागि होइन, हामी क्रिस्चियनहरूको लागि हो। तपाईँले एकअर्कालाई क्षमा दिनुपर्ने हुन्छ। अन्तमा हामीले प्रभु येशूमाथिको विश्वास र प्रेमले मात्र सन्तहरूको हृदय ताजा हुन्छ भन्ने विषयमा हेऱ्यौँ। प्रभु येशूमाथिको विश्वासले मात्र हाम्रो वरिपरि भएका मानिसहरूलाई, सन्तहरूलाई प्रेम गर्ने बनाउँछ, क्षमा गर्ने बनाउँछ। प्रेम भावना होइन प्रियहरू, प्रेम भावना होइन, तर यो कार्य हो। जबसम्म प्रेम कार्यमा परिणत हुँदैन तबसम्म साँचो प्रेम देख्न सक्दैनौँ। यदि परमेश्वर प्रेम मात्र गर्नुहुन्थ्यो, आफ्नो पुत्रलाई दिनुहुन्थेन भने उहाँको प्रेम हामी अनुभव गर्न सक्दैनथ्यौँ, त्यो साँचो प्रेम हुँदैन थियो। तर उहाँको त्यो प्रेम हामी देख्न सक्छौँ। उहाँले आफ्नो पुत्रलाई दिनुभयो। उहाँको साँचो प्रेमको पराकाष्ठ क्रुसमा हामी देख्न सक्छौँ। परमेश्वरले आफ्नो प्रिय पुत्रलाई यस संसारमा पठाएर हाम्रो सट्टामा क्रुसमा बलि भई देखाउनु भएको छ। उहाँले हाम्रा अनिगिन्ती पापहरू क्षमा गरेर देखाउनु भएको छ, हामीलाई मिलापमा ल्याउनु भएको छ। यो क्षमा र प्रेमले हामीलाई अरूलाई क्षमा गर्ने र प्रेम गर्ने बनाउनुपर्छ। जसरी फिलोमनले ओनेसिमसलाई क्षमा दिएका छन् र प्रेम गरेका छन्, हामीले अरूलाई पनि यसरी नै गर्नुपर्ने हुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ।